हेलो एभ्रिवान, नमस्कार फेरि पनि। आज चाहिँ म मकवानपुर गढीतिर आइपुगेको छु। होइन, गढीको किल्ला यो हो होइन। यस्तो छ, नेपालको झन्डा पनि। खासमा भन्नुपर्दा यसको विषयमा मलाई केही पनि जानकारी त छैन, तर पनि धेरैचोटि यो बाटोमा हिँडिराख्दा पनि म पस्ने मौका पनि पाएको थिएन। आज चाहिँ राम्रोसँग हेर्नेछु, मौसम पनि साह्रै राम्रो छ। सो हेरौँ कस्तो रहेछ मकवानपुर गढीको किल्ला है। तपाईहरू पनि जोडिँदै राख्नु होला, जोडिरहनु होला। अब यो तामाङहरूले नेपाली भाषा बोल्दाखेरि चाहिँ अर्कै भनौँ न बोलिन्छ भन्थे, सायद हो कि क्या। मकवानपुर गढीको किल्ला वाउ, र अलि सरसफाइ गरे भए खतरनाक देखिने रहेछ होइन। सरसफाइ चाहिँ अलिक कमजोरी नै देखियो। छेउछाउ ठिकै छ। हुन त आजभोलि बर्खाले गर्दाखेरि टुरिस्टहरू त्यति धेरै आउँदैन भनेर पनि हुनसक्छ, र मलाई लाग्छ सरसफाइ गरेको भए चाहिँ साह्रै राम्रो देखिन्थ्यो होला है। ठिक छ। वाउ, यो एरियाको भ्यू चाहिँ मान्नुपर्छ यार। मकवानपुरको भ्यू है यो। शिवम सिमेन्ट उयो तल, ल मकवानपुर खाल्टो यही हो। ल मकवानपुरको आजको दिन चाहिँ गढीतिर घुमघाम छु। हेरौँ के रहेछ अवस्थाहरू, के रहेछ, के हुने रहेछ। राम्रोसँग हेरौँ। एक राउन्ड घुम्नु पर्यो पहिला, अनि त्यहाँबाट चाहिँ भित्र गएर हेर्छु भित्र कस्तो रहेछ, हेरौँ है। तिमी बिना बाँच्दिन भन्नेले तिनटा बुढो फेरिदिन्छ जान्नेले भने अघि के भन्नु। वाह, यति धेरै घुम्दा पनि तर ठाउँमा चाहिँ नपुगेको छ है भनौँ न। भित्र जाने मैले गेट पाएको छैन, घुम्दैछु। हेरौँ के रहेछ। गेट पाइहाल्यो भने चाहिँ छिरिहाल्नु पर्यो भित्र। जस रमाइलो चाहिँ रमाइलो रहेछ। हिमाली हावा अलि टच हुने रहेछ, अलि चिसो रहेछ। तल ग्राउन्डमा भन्दा यहाँ अलि बढी नै चिसो छ। त्यो होस्, गर्मी महिनामा चाहिँ नर्मली हामी जस्तो मान्छेले चाहिँ धान्छ नै, त्यति धेरै पनि भन्न मिल्दैन, तर नर्मल। ल, ऐतिहासिक मकवानपुर गढी 2 आऊ। ल आयो है हामी। टुङ 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 गेट हेर्नुहोस्। राजा महाराजाको पालाको अरे हो या होइन त्यो चाहिँ मलाई पनि थाहा भएन, तर जे होस् होइन रहेछ। यस, ठिक छ। घुम्नु पर्यो कहाँ कहाँ के छ। ऐतिहासिक मकवानपुर गढी दरबार पुजारी पनि हुनुहुँदो रहेछ, नम्बर छोडिदिनु अरे। गढी दरबार अरे यो चाहिँ गढी दरबार अरे। अब हेर्नु पर्यो दरबार कस्तो रहेछ। जस वाल चाहिँ मान्नुपर्छ यार, यो ढुङ्गा चाहिँ धेरै खतरनाक तरिकाले काटेको रहेछ। जस त्यो जमानामा कसरी काट्यो होला चाहिँ दरबार अरे होइन। गढी दरबार
खासै त्यति धेरैको नौलो चाहिँ देखिएन मैले। त्यति धेरै नयाँ चाहिँ मलाई लागेन भनौँ न। हेर्नै पर्ने त्यति धेरै नै रमाइलो लाग्ने खालको चाहिँ केही पनि देखिएन। जस मेरो तर्फबाट हेर्दैछु कति खुसी हुन सक्ने रहेछ। ल वंशगोपाल मन्दिर अरे यो चाहिँ हैन। ठिक छ, यो चाहिँ अस्ति भर्खरै बन्दै थियो भन्ने कुरा आएको थियो र यही बन्यो होला। खोइ के खिच्नु र है यस्तोमा। ठिक छ, आउँछ र राम्रो आउँला र। मान्छे नराम्रो भई फोटो राम्रो आउँला जस्तो त लागेन सर है। यस हेर्नु पर्यो के रहेछ यहाँ चाहिँ। के रहेछ सिद्धेश्वर महादेव अरे यो चाहिँ मन्दिर मात्र छ। खाने पानी सङ्कलन गर्ने स्थान अरे यो चाहिँ। मलाई भनौँ न मकवानपुर गढी आउनै पर्ने भनौँ हेर्नै पर्ने खालको चाहिँ मैले त्यस्तो केही पनि देखेन। बस यो यताको जुन यो चाहिँ वालहरू चाहिँ धेरै राम्रो लाग्यो मलाई। घरभन्दा भनौँ न दरबारभन्दा पनि एक त यहाँ आएर चाहिँ अलि शान्त वातावरण के रहेछ भने चाहिँ एकदम मकवानपुर गढी चाहिँ एकदम आनन्दले देखिने रहेछ। यो तल फाँटहरू चाहिँ एकदम राम्रो देखिँदो रहेछ। त्यो हुँदाखेरि चिसो हावा लाग्ने रहेछ अनि मन शीतल हुने रहेछ। त्यो एउटा मात्रै राम्रो महसुस गरेँ मैले। नभए त्यति धेरै ऊ चाहिँ डिफ्रेन्ट चाहिँ मैले पाएन। ल मकवानपुर गढी यहाँ रहेछ झन्डा नेपालको नक्सा। ए कुरै कुरा अब छोडिदिउँ, अब नबस्ने छोडिदिउँ।